यही कुरा सिकाउँछु। सबैको उद्धार होस्, सबैको जय होस्, सबैको राम्रो होस्, कोही पनि दुःखी नहुन् भनेर प्रजालाई पनि सिकाउँछु। अब मलाई एउटा मनमा जिज्ञासा लागिरहेको छ, यो पुरुषोत्तम महिनामा व्रत बस्ने व्यक्तिहरूले किम भोज्यम के खान हुन्छ, किम अभोज्यम के खानु हुँदैन, वर्ज्यम छोड्न हुने कुरा के छ र छोड्नुपर्ने कुरा, गर्नुपर्ने कुरा र छोड्नुपर्ने कुरा के छ, त्यो सबै हजुरले दया गरेर बताइदिनु भयो भने म राज्यमा सबैलाई यही कुरा बताउँछु। यो पुरुषोत्तम महिनाको नियमको बारेमा मलाई बताउनुहोस् भनिसके पछाडि पुरुषोत्तम महिनामा खानेकुरा के खानुपर्छ त, के भक्षण गर्नुपर्छ भन्दाखेरि त्यो कुरा बताउँदै हुनुहुन्छ वाल्मीकिले। हे दुर्योधनवा, तिमीले राम्रो प्रश्न सोध्यौ। प्रश्न सोध्यो भने नै उत्तर प्राप्त हुन्छ र सिद्धि मिल्छ। त्यही भएर शास्त्रमा पनि प्रश्नोपनिषद भनेर आउँछ। मैले के गर्न हुन्छ, के गर्न हुँदैन प्रश्न सोधेको श्रीमद् भागवतमा पनि आउँछ। परीक्षितले प्रश्न सोधेको, प्रश्न सोधिसके पछाडि रौमा हर्षणीले अनि त्यस पछाडि सुखदेवले उत्तर दिनुभएको। जब जिज्ञासा हुन्छ अनि त्यसको समाधान गर्ने बाटो सुरुवात हुन्छ। त्यही भएर शास्त्रमा अथातो ब्रह्म जिज्ञासा, यसपछि हामी जान्ने इच्छा गर्छौँ। धर्मशास्त्रमा अथातो धर्म जिज्ञासा, यस्ता सूत्रहरू आउँछन्। त्यही भएर कसैले जिज्ञासा लिएर आएको छ भने त्यो चाहिँ भोकाएको तिर्खाएको जस्तो अवस्था हो र त्यो जिज्ञासाको शमन हुन्छ, शान्ति हुन्छ, हृष्टपुष्टि हुन्छ भनेर दुर्योधनले भन्नुहुन्छ। सकेसम्म हविष्यान्न खाने गर्नु, गहुँ खानु, गोधुमहा गहुँ खानु राम्रो, सालय चामल, त्यसै गरी विभिन्न प्रकारका सक्खर बाहेकका कुरा जुन छन् यी बाहेकका जौतिल, केराउ, काग्नो अनि त्यस पछाडि आफै उम्रेको निवारण भनिन्छ शास्त्रमा, चामलहरू भयो। अनि मुला, कन्दमूलहरू, जमिन मुनि फलेका जति पनि खानेकुरा छन्, केरा, सिरे नुन, सामुद्रिक नुन जे छन्, अनि दही, घिउ, नैनी यिनीहरू, त्यसै गरी चाहिँ पिप्रा, जिरा, ल्वाङ यस्ता उखु बाहेकका जुन आमिषमा पर्दैनन्, जुन चाहिँ तेल नहालिकन बनेका छन्, त्यस्ता हविष्य चाहिँ खानु। विशेष गरी चाहिँ यो मासु महहरू खाने काम चाहिँ नगर्नु। राजमासादिकम सर्वम राजिकम मादकम तथा मध्य पदार्थ जुन मादक पदार्थहरू छन् तिनीहरू त झन् खाँदै हुँदैन। त्यसै गरी